हेलो हेलो सबैजनालाई नमस्ते। आज मेरो लागि विशेष दिन, म जन्मिएको दिन अथवा मेरो जन्मदिन, मेरो बाबामा खुसी भएको दिन, मरौदै धरतीमा पाइला चालेको दिन। सायद मेरा आमा बाबालाई धन्यवाद दिने मेरो कुनै शब्द छैन। उहाँहरूकै दिनले आज म यहाँसम्म आइपुगेको छु। सधैँ रक्षा गरिदिनु भगवान्, मलाई जन्म दिने मेरा भगवानहरूको। उनीहरूको आँखामा आँसु कहिले नझरोस्, छोराछोरीले यस्तो गर्यो भन्नु नपरोस्, सुन्न नपरोस्। विशेष दिन आज मेरो लागि, आज मेरो जन्मदिन। विगतका वर्षहरू जे जस्तो भए पनि कुनै पछुतो छैन र गुनासो छैन। विगतका दिनहरूमा छुटेकाहरूसँग जोडिनु पनि छैन र अब जो जोडिएका छन् उनीहरूसँग छुटिनु पनि छैन। जोडिएकाहरूसँग छुटिन नपरोस्, छुटेकाहरूसँग अझै जोडिन नपरोस्, यही छ मेरो इच्छा। मेरा आफ्ना आफन्तहरूलाई सधैँ खुसी राख्नु, सधैँ खुसी रहेको हेर्न पाऊँ, खुसी छ भन्नु सुन्न पाऊँ, सधैँ उत्तरोत्तर प्रगति होस् मेरा आफ्ना आफन्तहरूको, मलाई चाहनेहरूको, यही मेरो कामना छ। तैपनि आज मेरो विशेष दिन, म जन्मिएको दिन, मेरो जन्मदिन आज। मलाई चाहनेहरूले शुभकामना दिनुहोला, दीर्घायुको कामना गर्नुहोला हैन। नचाहनेहरूले ठिकै छ, आफ्नो इच्छा हो, त्यसुकै गर्नुहोस्। तैपनि आज मेरा बाबाआमाको लागि खुसीको दिन, खुसी भएको दिन आज म जन्मिएको दिन हो। त्यसैले म आफूलाई ह्याप्पी बर्थडे त भन्नु मिलेन, तैपनि मेरा चालेका हरेक पाइलाहरू सधैँ सही बाटोमा त होलान् भन्ने छैन, तर हुनुपर्छ भन्ने हो। सकेसम्म सबैसँग मिलेर जानेछु, मिल्नेछु। विगतका कमी कमजोरीहरूलाई सच्याउँदै जानेछु। होलान् केही न केही कमजोरीहरू, तिनीहरूलाई सच्याउँदै अगाडि बढ्नेछु। एकअर्कामा हातेमालो गर्ने प्रयास गर्नेछु र यस्तै भनौँ।